हेलो एन्ड नमस्ते साथीहरू, फेरि पनि आज म मिनी भ्लग लिएर आइसकेको छु हजुरहरूको सामु। आज चाहिँ म यहाँ खाजा लिन आएको छु मेरो दाइकोमा। दाइले चाहिँ यहाँ खाजा प्याक गरिसक्नु भएको छ है। अब मेरो बुढीले चाहिँ उता फोन गरेर हैरान पारिसक्यो, छिटो आउनु भनेर। अब म चाहिँ जाँदैछु गाइस है। अब घर जाने क्रममा चाहिँ अब यहाँ कसै पनि यहाँ भिडियो गर्ने मान्छे नभएर एकदम गाह्रो भएको थियो, तर पनि जेन तेन जसो तसो म बिस्तारै घर पुगेँ। अनि बाबुले ढोका खोल्यो। बाबुले ढोका खोलिसकेपछि म भित्र छिरेँ। छिरेर यसो हेरेको त बुढी त पुरा रिसाइरहेको रहेछ है। अनि त्यसपछि नरिसाउ न, म एकछिन ढिलो भयो भनेर भने ऊ त भरभर बोल्न थालिहाल्यो नि, के लिएर आएको भनेर। बल्ल अहिले मुसु हाँस्न थालेपछि अनि अब मुसु हाँस्न थालेपछि अब बल्ल बुढी खुसी भयो भनेको त फेरि रिसाउँछ। त्यसपछि अनि ल अब बाबुको कपडा लगाइदेऊ भनेर भनेको। अनि त्यसपछि बाबुको कपडा लाउन थाल्यो। कपडा लगाइसकेपछि अनि हामी अब बुढी चाहिँ खुसी भएर खुट्टा हल्लाउँदै बसिरहेछे। अनि बाबुको लागि चाहिँ मैले लिएर आइदिएको थिएँ दुध। बाबु चाहिँ खुसी भएर दुध खाम्न भनेर समात्न थाल्यो। त्यसपछि अनि होइन अहिले पकाएर खाने हो भनेर फेरि राख्न लाएँ। त्यसपछि बाबुले पनि पानीपुरीको पुरी खायो। त्यसपछि बुढीले पनि पानीपुरी बनाउन थाल्यो। त्यसपछि बाबुलाई चिसो भएपछि केही पनि चाहिँदैन, फेरि चिसो धेरै खानु हुन्न भनेर गाली गर्छु, मान्दैन। अनि त्यसपछि चिसो खान थाल्यो। उसले त चिसो त मिठो छ अरे, गुड रे आज। त्यसपछि बुढीले पनि पानीपुरी बनाएर भ्याउन थाल्यो। अनि पालो पानीपुरीमा पानी हालेर पालो हामीले चेस गरेर खायौँ। तर पानीपुरी चाहिँ एकदम मिठो रहेछ अरे मेरो बुढीले भनेको। मैले पनि खाएँ, मिठो लाग्यो मलाई पनि। अनि त्यसपछि बाबु पनि खुसी भएर खेल्दै थियो। अनि त्यसपछि ग्वाम पानीपुरी त बुढीले त खाइहाले। मलाई त खासै मिठो लाग्दैन पानीपुरीहरू। अनि बाबुले पनि पानीपुरी पानी नहालिकन खायो, खुसी भएर हाँस्दै लजाउँदै। मम्मीलाई चाहिँ खान हुन्न पानीपुरी भन्ने, आफू चाहिँ खाने। त्यसपछि मोमो पनि चाखाउँ न त भनेर मोमो खान थाल्यो। मोमो खायो, मिठो भयो अरे बुढीलाई मोमो चाहिँ। पानीपुरी चाहिँ अलिक पिरो भयो भन्न थाल्यो। मैले पनि चाखिदिएँ। मैले पनि फर्स्ट बाइट हानेँ, मलाई पनि मोमो मिठो लाग्यो। त्यसपछि मैले बाबुलाई मोमो खानिदिएँ, बाबुले पनि मलाई मोमो खानिदियो। मिठो रहेछ। बाबुको हातको खाना पाएपछि त मलाई यसै मिठो हुन्छ। त्यसपछि अब हामी घुम्न जाऊँ भन्छ फेरि बुढीले। ल न त चिसो हावा खान जाऊँ भनेर हामी फेरि लाग्यौँ चिसो हावा खानलाई। यो चितवनको गर्मीमा चिसो हावा खाएन भने त सकिन्न भनेर हामी गयौँ। त्यसपछि हामी कहाँ जाने त भनेको, फेरि ल हामी अब पुलतिर घुम्न जाने, पुलतिर हामी शीतल ताप्न जाने भनेर भन्यो। त्यसपछि अनि हामी गयौँ पुलतिर। फाइनल्ली हामी पुलमा पनि आइपुग्यौँ। त्यसपछि बाबुले त ऊ माछा भनेर देखाउन थाल्यो। त्यसपछि हामी फेरि घरतिर फर्क्यौँ। घरतिर फर्किने बेलामा त एकदमै रातै पर्न लागिसकेको थियो। अनि त्यसपछि हामी होटेलको बाटो हुँदै होटेल हेर्दै आयो। मेरो बुढीलाई चाहिँ एकदम राम्रो लाग्यो अरे होटेल चाहिँ। यो कुन होटेल हो? यो चाहिँ रिभर ब्याङ्क हो भने। त्यसपछि अनि हामी फाइनल्ली घर आइपुग्यौँ। घर आइसकेपछि बाबुलाई खाना खानिदिएँ। मैले खानिदिएँ भने खाने हो, नत्र मम्मीले खानिदियो भने त नो भन्छ। मैले खानिदिएँ खाना मेरो बाबुलाई। त्यसपछि मैले बाबुलाई होमवर्क गर्न लगाएँ। बाबु होमवर्क गर्नलाई चाहिँ नमानेर अलिअलि आँसु झार्दै थियो। त्यसपछि फाइनल्ली हामीले होमवर्क पनि भ्यायौँ। त्यसपछि बाबुले कपी राख्न गयो। त्यसपछि फर्केर आयो। त्यसपछि हामीलाई निन्द्रा लाग्यो। अब निन्द्रा लागेपछि सुत्ने है त भनेर
हामी पनि सुत्नतर्फ लाग्यौँ। हस् त, बाई बाई।